हेलो गाइस हैन गाउँको लागि चाहिँ बोल्नेवाला केटाहरू चाहिँ कोही छैन है। सब अनपढ हुनाले चाहिँ गाउँ यस्तो भएको छ। कस्तो लाग्यो गाइस, यो बनाएको जस्तो यहाँ बस्ने लायकको छ कि छैन है। बनाएको छ हल्का सिमेन्टले हल्का यहाँसम्म राम्रोसँग बनाइदिएको भए चाहिँ एकदम राम्रो हुन्थ्यो हैन। रोयल केटिएन हो हैन, बट तर रोयल केटिएन जस्तो गाउँ पनि छैन भनौँ। तर यहाँ कस्तो छ भनेपछि यहाँ सब कुराहरू एकदम व्यवस्थै छैन है गाइस। बोल्नेको लागि व्यवस्था, नबोल्नेको लागि भन्छ नि केही छैन। यहाँ बोल्ने मान्छे कोही छैन नि त, त्यसैले कि यहाँको एउटा यसले पनि स्टाइल गर्यो कमसेकम तपाईँको भइसक्यो होला होइन, लगभग 3-4 साल भइसक्यो होला गाइस होइन। अझैसम्म चाहिँ यसको केही उद्घाटन नै भएको छैन क्या। हामी तपाईँलाई पर्सन देखाउनु चाहिँ अहिलेसम्म लक छ, यहाँ लक छ होइन। बट अहिलेसम्म यो गफमा चाहिँ अहिलेसम्म यहाँ न डक्टर आएको छ, 3-4 साल भइसक्यो, न के आएको छ। बनाएर यसलाई बन्दै राखेको छ क्या गाइस, बन्दै राखेको छ। कतिखेर मलाई त फोर्दिलो मन लाग्छ क्या। जे भयो पनि ठिक छ। त्यहाँतिर हाम्रो गोरेश्वर बिहान हगेर आउनु भएको छ, त्यहाँ सक्यो होला होइन, लगभग 3-4 साल भइसक्यो होला गाइस होइन। अझैसम्म चाहिँ यसको केही उद्घाटन नै भएको छैन क्या। हामी तपाईँलाई पर्सन देखाउनु चाहिँ अहिलेसम्म लक छ, यहाँ लक छ होइन। बट अहिलेसम्म यो दरबारमा चाहिँ अहिलेसम्म यहाँ न डक्टर आएको छ, 3-4 साल भइसक्यो, न के आएको छ। बनाएर यसलाई बन्दै राखेको छ क्या गाइस, बन्दै राखेको छ। कतिखेर मलाई त फोर्दिलो मन लाग्थ्यो क्या। तर जे भयो पनि ठिक छ। त्यहाँतिर हाम्रो गोरेश्वर बिहान हगेर आउनु भएको छ, त्यहाँ हेर्नुहोस् त्यस्तै छ होइन। यहाँको मान्छेहरू चाहिँ अब नबोल्ने कारणले चाहिँ अब यो बनाएको छ, यहाँ लक लगाएको छ, अनि यहाँको केटाहरू फेरि यसलाई यस्तरी तोडिदिन्छ। अनि तोड्यो भने फेरि यहाँ फेरि नाम आउँछ गाइस है। त्यसैले चाहिँ बनाउने मात्र ठुलो कुरा होइन कि यहाँभित्र बनाएर यहाँभित्र मान्छे राखेर सामानहरू एकदम हुनु पऱ्यो क्या, मेडिकल जस्तो बनाएको। तर यहाँ चाहिँ त्यस्तो छैन होइन। जे भए पनि अब हामी चाहिँ गाउँ नै रोयल केटिएन हो कि अब रैला केटिएन बनाएर होला। तिनीहरूले एकदम रैला हान्ने केटाहरू मात्रै भेटिन्छ नि। बट हाम्रो गाउँको लागि चाहिँ बोल्नेवाला केटाहरू चाहिँ कोही छैन है। सब अनपढ हुनाले चाहिँ गाउँ यस्तो भएको छ। गाउँ चाहिँ ठिक छ यहाँ। ल गाइस, म छुट्टिन जान्छु ल।